Hello guys, Mijor, namaste, welcome and welcome back to my mini vlog guys. आज चाहिँ म जान्दैछु मेरो साथीको घरमा ईद खानु लागि अनि यहाँ मेरो छानु माया पनि छ यहाँनिर ईद नानी ढले ढले गर्दै दा ढले ढले अहिले चाहिँ म काकाको रेस्टुरेन्टमा आएर बसिरहेको छु अब हामी जाने छानु माया चाहिँ यहीँ बस्छ नि नानी म को गुडु दिदी कसरी हिँड्छ अरे नानी कसरी हाँस्छ अरे भने नानी छिटो कसरी हाँस्छ अरे ओए कसरी तेरो पापा कसरी हिँड्छ तेरो पापा कसरी हिँड्छ इले कुदा गरेर देखा कसरी अब चाहिँ हामी जाने हो यहाँनिर मेरो सल्टिनी नानी बसिरहेको छ अब हामी जाने तिमीलाई हेर्न भन्दा त गएन है अब के गर्छौ के गर्ने अब दोकानमा काम छ कति बुझाकी हो कति बुझाकी अब भोलि बेसी घरबारी गरेर खानु पर्यो भन न अब चाहिँ हामी जाने हो जान्नु तिमी चाहिँ हो नभन म एक्लै जान्छु तिमी जान्न म एक्लै जान्छु यस्तो नै गाइस यो सामान किन्न भनेर आएको थिएँ अङ्कलको दोकानमा अहिले चाहिँ गाइस म आइपुगिसकेँ मेरो साथीको घर र मेरो साथी चाहिँ अलिकति व्यस्त छ अनि भाउजूसँग गफ गर्दा गर्दा अनि मलाई यहाँ मेरो साथीले सेवै लिएर आएको छ यो चाहिँ एकदमै ईदको न स्पेसल यही हो क्या यसलाई के भन्छ केमामी सेवै केमामी सेवै यो चाहिँ एकदम टेस्टी हुन्छ है गाइस मेरो चाहिँ एकदमै वान अफ द फेभरेट डिस हो यहाँको मतलब उनीहरूको कम्युनिटीको यो अनि पुलाउ चाहिँ वाउ हुन्छ कि जस्तै कि हाम्रो कभी हुँदैन माला रोटी त्यस्तै हो कि उनीहरूको यो चाहिँ एकदमै दामी अहिले चाहिँ म यहाँ आइपुगिसकेँ भाउजूहरूसँग सबैजनासँग कुरा गरेर ईदको मुबारक दियो अरे अनि नानीसँग पनि खेले एकछिन यसको बुढासँग चाहिँ बोलिनँ यति साह्रो मुबारक दिएँ अनि यसको सल्टी आएको थियो सल्टी टाप अब चाहिँ म खानतिर लाग्छु पछि भनौँ ल गाइस म चाहिँ घर आइसकिसकेँ साथीहरूसँग बोल्दा बोल्दा घरको फ्यामिलीहरूसँग वहाँनिर बोल्दा बोल्दा मैले भिडियो नै गर्नु बिर्सेछु क्या गाइस त्यसैको लागि सरी किन भन्दाखेरि फर्स्ट टाइम यस्तो हुन्छ नि त कोही कोही बेला के अब गर्ने उयो हुँदैन नि त कसै अब कोही बेला अब गरिराख्ने आदत भएको भए पो मलाई होइन मैले चाहिँ सधैँभरि गरिराख्ने त्यस्तो छैन कोही कोही बेला बनाउँछु त्यही भएर बिर्सिहाल्दो रहेछ गाइस त्यही भएर मनदेखि नै सरी गाइस सबैजनालाई एकदमै मनदेखि नै अनि अहिले चाहिँ म घरमा आएर अनि मेरो साथीको मम्मीले मलाई पठाइदिनु भएको थियो उयोहरू के भन्छ एकछिन उयो सोच्नु पर्यो नामै बिर्सिहाल्छु क्या म सेवै अघि के सेवै भन्दै थिएँ नि हो त्यसै मलाई पठाइदिनु भएको थियो अनि घरमा सबैजनालाई मैले बाँडेर खाएँ अनि मैले पनि खाएँ किनकि मेरो पनि फेभरेट हो अनि त्यही भएर अहिले चाहिँ पावर पिन्दै भ्लग एन्ड गर्दैछु ल गाइस मेरो मिनी भ्लग एन्ड गर्दैछु राम्रो लाग्यो लाइक कमेन्ट सेयर चाहिँ गर्नै पर्ने हुन्छ नि हजुरहरूको सपोर्टको बिना म त केही होइन त्यसैले प्लिज गाइस किप सपोर्टिङ मी है लभ यु बाई